हेलो नमस्ते म आज ब्लड डोनेट गर्न जाँदैछु जर्मनीमा के छ प्रोसेस अगाडि ब्लड डोनेट गर्नलाई के कस्तो हेक्टिक प्रोसेस छ अगाडि के गर्ने त्यसबारे अपडेट गर्नेछु तपाईहरुलाई सो लेट्स सी व्हाट इज द प्रोसेस हाउ क्यान आई डोनेट ब्लड त्यसको लागि सबसे फर्स्ट थिङ चाहिँ आई मेड अ टर्मिट एन्ड देन आज मेरो टर्मिन छ ब्लड डोनेट गर्नलाई एन्ड लेट्स सी पुगिसके The movie is called Fight Club. र यो वर्ल्ड क्लब हो तपाईहरुले हेर्नु भएको छ पछाडी I जुन believe that this movie has one of the most romantic movie endings. सो इट्स अ वर्ल्ड क्लब त्यसमा Because डिफ्रेन्ट कन्ट्रीको टाइमहरु छ it's a thriller. है जर्मनीमा चाहिँ भिडियो सुट गर्न अरु कन्ट्रीको कम्पेरिजनमा हाम्रो एसियामा नेपाल इन्डिया भन्दा मैले खासै धेरै कुरा डिफरेन्स फिल गरे हैन आई एम इन द बिल्डिङ म त्यहाँ बिल्डिङमा पुगिसक्यो ब्लड डोनेट गर्ने ठाउँमा र पिपल आर नट युज टु विथ क्यामेरा के क्यामेरा फ्रेन्डली छैनन् पिपलहरु मान्छेहरु यहाँ र यसरी पब्लिक प्लेसेसहरु देखाउन त पाइन्छ तर पब्लिक प्लेसेस देखाउँदा पनि समवन कसैको फेस आउँछ इफ कसैको फेस डिटेक्ट भइरहेछ भने पनि अनि ऊ एग्री छैन भने फेरि देयर इज अ प्रब्लम हामीले त्यो भिडियो डिलिट गर्नुपर्ने हुन्छ र यहाँबाट यो बाटो बन्द छ यो चाहिँ मिडिया बाटो यो डोनेट गरिसकेपछि छिरौँला म अहिले यसै ढिलो छु अनि इट्स भेरी सुन है म ब्याक क्याममा गरेर देखाउँछु एकदमै रमाइलो छ ठाउँ जर्मनी बर्लिन स्पेसली हैन डिफ्रेन्ट कलर डिफ्रेन्ट कल्चर हैन म यहाँ लिफ्टमा चढेँ एलिभेटर अफ जुकेनडोइच र तपाईहरु कोही जर्मनी आउँदै हुनुहुन्छ भने कन्सल्टेन्सीबाट ट्राई टु मेक अ ग्रुप हैन ग्रुप अफ 3 पिपल 4 पिपल एन्ड देन फाइन्ड अ अपार्टमेन्ट हैन अन योर ओन बिकज यहाँ चाहिँ के छ भने यहाँ अलिकति धेरै नै गाह्रो छ तपाईको रुमहरुको लागि स्पेशली डिफ्रेन्ट मान्छेहरुले चाहिँ एकदमै बिजनेस जसरी नै गर्न थालेका छन् अहिले रुमको लागि फ्ल्याट लिन्छन् र एउटा रुममा 3 जना 4 जना खान्छन् र एकदमै अब पर हेड हेर्दाखेरि रेन्ट ठिकै जस्तो लाग्छ तर लिभिङ कन्डिसन एकदमै गाह्रो हुन्छ सो डाइरेक्ट एउटा जेन्युन वेबसाइटहरुबाट जेन्युन ब्रोकरबाट डाइरेक्ट हाउस आफ्नो नाममा लिँदा हुन्छ सो आई एम हियर र यहाँबाट म तलको भ्यू देखाउन ट्राई गर्छु यो चाहिँ थर्ड फ्लोर हो र त्यहाँ प्लस साइन छ क्यामेरामा देखिया छ कि छैन त्यही हो मैले ब्लड डोनेट गर्ने सो एज आई मेन्सन मेरो पासवर्ड मागिरहेको छ यहाँ र आई गेस दे विल चेक फर माई भिजा विच इज मोर अर लेस 6 मन्थ यहाँ यो चाहिँ बाहिर वेटिङ रुम हो अथवा फर्म भर्ने हो बेसिकली यो चाहिँ कन्सेन्ट फर्म हो तिनीहरूले मलाई फर्म दिनुभएको छ र विथ द कन्सेन्ट फर्म यो फर्म फिलअप गरिसकेपछि मैले ब्लड डोनेट गर्न पाउँछु आर्ट्स सो स्पेशल इंग्लिश Yeah, you can speak English. so for my audience like what are the basic requirements before giving blood You form an adoption note. After this, you go to the doctor and he can tell you everything. Okay. Right? Because we just test the. Okay, basically, so you are not the doctor. No. No problem. फाइनली मेरो ब्लड डोनेसन सकिसकेको छ र मैले एज अ गिफ्ट ह्याम्पर के पाएँ भन्दाखेरि 10 युरोको फुड कुपन अनि त्यसपछि सम कार्ड्स प्ले कार्ड्स अनि
कार्ड्सहरू आई निड टु फिगर इट आउट है फाइनल्ली ब्लड डोनेसन सबै सकियो र के डिफ्रेन्स पाएँ मैले भन्दा तपाईँको ब्लड डोनेसन नेपालमा गर्नु र यहाँ दे टेक इट एज भेरी सिरियसली होइन एउटा 4 पेजको लामो फर्म थियो त्यो फर्म भर्नु पऱ्यो मैले होइन अनि दे मेक स्योर लाइक नेपालमा चाहिँ के थियो भने ब्लड प्रेसर मात्रै चेक गरेर अनि अगाडि डोनेट गर्न पाइन्थ्यो पार्कहरूमा यताउति हुन्छ भने यहाँ चाहिँ एकदमै टोटल्ली डिफ्रेन्ट थियो यहाँ मेरो हेमोग्लोबिन चेक भयो जस्तो कि एउटा डक्टरसँग प्राइभेट कन्सल्टेसन होइन डक्टरले पर्सनल क्वेसनहरू सोध्नुभयो र प्राइभेट कन्सल्टेसन सकिसकेपछि अनि मात्रै मलाई ब्लड डोनेट गर्न अलाउ गरियो अनि मेसिनहरू पनि एकदमै मोडर्न थियो उनीहरूले एकदमै सिरियसली लिए ब्लड डोनेसनलाई एकदमै डिफ्रेन्ट इन्भाइरोमेन्ट एकदमै क्यानट बी एक्सप्रेस्ड इन वर्ड्स एकदमै ह्युज डिफ्रेन्स छ नेपाल र जर्मनीको ब्लड डोनेसन क्याम्पेनमा सो या आई इन्जोयड द डोनेसन एकदमै मजा आयो र म यहाँको मेम्बर पनि भएँ नेक्स्ट टाइम मलाई अलिकति सजिलो हुन्छ होला मेरो कार्ड चाहिँ आउन यहाँ त जे पनि लेटरमा आउँछ त्यो कार्ड आउन अझै टाइम लाग्छ मेरो 2 to 4 विक्सभित्र ब्लड डोनेसन कार्ड आउँछ भनेर छ त्यसपछि मैले एपमा आफ्नो डिटेल्सहरू अगाडिको टेस्टहरू पनि हेर्न पाउँछु अनि द्याट्स इट फर दिस भिडियो थ्याङ्क यू सो मच फर वाचिङ द भिडियो टिल द एन्ड र नेक्स्ट भिडियो अब केमा बनाउने के टपिकमा बनाउने हो भने कसैलाई केही जान्नु छ केही बुझ्नु छ भने कमेन्ट डाउन यो भिडियोको लागि यति नै सी यू इन द नेक्स्ट भिडियो थ्याङ्क यू सो मच